हेरिटेज पार्कमा आएको थिएँ। यो ठाउँ चाहिँ मैले टिकटकमा भाइरल देखेर मैले पनि फोटो खोज्दै आएको। खासै त्यो रेन्जको चाहिँ बनाएको रहेछ, ठिकैको छ। त्यो आज मैले तपाईँहरूलाई यहाँको कस्तो चाहिँ ठाउँ रहेछ र यो पिक्चरमा एकदम राम्रो राम्रो उयोहरू आइरहेको देखेर मैले पनि खोज्दै आएको लोकेट गरेर खोज्दै वरिपरि चाहिँ च्यानै रहेछ। यहाँ चाहिँ एउटा यो बनाएको रहेछ र साथीहरूसँग आएर साथीहरू हामी 4 भाइ आएको छौँ। अब छुट्टीको दिन यहाँ मनाउँछौँ। तर घामले तालु चाहिँ टल्काइरहेको छ गाइस। घाम चाहिँ डह्रो टल्किरहेको छ। घामले निधार टल्काइरहेको छ। माथि पुगिसकेछ नि त मान्छे त।